फेरि अर्को निकाल्नु पर्ने छ कुन बाँकी छ होला अब कुन बाँकी रह्यो AC नाउ AC भेक्टर इक्वल्स टु के गर्ने होला फेरि सेम प्रोसेस हो कि नै x2 - x1 y2 - y1 x2 फेरि a को कोअर्डिनेट्स लेखा त कति छ 3, -4 र c को पोइन्ट्स कति दिएको छ 5, 7 यसलाई x1 y1 मान्न सकिन्छ x2 y2 भ्यालु रिप्लेस गरेर त कति आउँछ भन्दा आन्सर x2 भनेको 5 3 7 प्लस 4 कति आउनु भयो 2/11 बाई होइन ल अब यति भइसकेपछि अघि यो भन्दा अगाडि भर्खरै के पढियो a डट b निकाल्न पर्ने छ जहाँ a भेक्टर र b भेक्टर x1 y1 र x2 y2 दिएको सिनारीमा के लगाउने अरे x1 x2 प्लस y1 y2 हो भने जस्तै अब सो ab भेक्टर डट ac भेक्टर इक्वल्स टु फर्मुला के लाउन पाइन्छ x1 x2 प्लस y1 y2 भ्यालु राख त यसलाई x1 y1 मान यसलाई x2 y2 भ्यालु राख त 2 -2 इन्टु 2 प्लस 1 इन्टु के हुन्छ 1 इन्टु 11 गर्दा जाँदा कति हुन्छ -4 प्लस 11 गर्दा कति आउने भयो कति आउँछ 7 आउँछ अब यसमा कसरी बाँकी छ छैन